हेलो गाइस, नमस्ते। आज चाहिँ हामी स्वयम्भूमा छौँ। स्वयम्भूमा हेर्न सक्नुहुन्छ तपाईँले यहाँको दृश्यहरू। आज मौसम सफा भएकोले वरिपरि एकदम रमाइलो देखिरहेछ, एकदम सुन्दर देखिरहेछ। अनि यहाँको मौसम पनि राम्रो छ। आज हेर्न सक्नुहुन्छ कति दाम सुन्दर देखिरहेछ। हामी माथिबाट हेर्दाखेरि काठमाडौँ भ्याली यस्तो देखिन्छ, राम्रो दामी देखिन्छ, खत्रै देखिन्छ। हेर्नु सक्नुहुन्छ उपर धारहरा पनि देखिरहेछ। यता यो टिचिङ हस्पिटल लगायत यता धेरै सबै देखिरहेछ भन्नु पर्यो। अनि अहिले हामी यो तल छौँ हामी। देख्न सक्नुहुन्छ हजुरहरूले। यो बसन्तको मौसम भएर होला, चारैतिर हरियाली भइरहेछ अनि फुलहरू फुलिरहेछ। कति रमाइलो। अनि कोइली न्याउलीहरू बोलिरहेछ, हेर्न सक्नुहुन्छ। हरियालीहरू टन्नै छ। अहिले मौसम एकदम न्यानो छ। कति हरियाली छ है, हेर्न सक्नुहुन्छ गाइस। उपर यो काठमाडौँ भ्याली हो, काठमाडौँ सहर हो। अनि देख्न सक्नुहुन्छ तपाईँ। खासै अलि घाम लागेर होला राम्रो देखिरहेको छैन। अनि म आज एउटा सानो टिकटक बनाइदिउँ भनेर एउटा अलि हिँडेको। खासै रमाइलो आइने के जस्तो छ, अलिअलि रमाइलो राम्रै आएको जस्तो छ, देख्न सक्नुहुन्छ। एउटा कुरा के, ध्वज पतङ्गहरू मलाई लास्टै मनपर्ने के, यस्ता ठाउँमा भिडियो बनाउँ लाग्ने मलाई। त्यही भएर जतिपटक जाँदा पनि मलाई यहाँ आनन्द आउँछ अनि भिडियो बनाइहाल्छु कि म। जतिपटक जाँदा पनि मलाई मनै भ्याउँदैन त्यही नै। अनि जतिपटक जाँदा पनि म भिडियो बनाइहाल्छु कि यहाँ जाँदा। यो चाहिँ मेन स्वयम्भू हो, माथि डाँडामाको गुम्बा। जय बुद्ध। त्यसपछि हामी त्यहाँ बुद्ध दर्शन गरेर हामी तल आउनु लाग्यो यो यहाँबाट। फेरि माथिको भ्याली धारहरा देखियो, धारहरा पनि देखिरहेछ। अनि यहाँको सहरबाट काठमाडौँ सहर सोनधारा लगायत यहाँ आसपासमा रहेको छेउछाउमा रहेको पुरै भिडियो हामीले खिचिरहेको छौँ। त्यसै खण्डमा हामी गुम्बा स्वयम्भू, दिस इज स्वयम्भू भन्छ नि त, स्वयम्भू यो चाहिँ। हस्तर गाइस, अब अर्को भिडियोमा भेट्नेछौँ। आजलाई यतिले नै। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नुहोला, मन परेमा सब्सक्राइब गर्नुहोला। हस्त नमस्ते।